शोभराजी स्वागत छ यहाँलाई नमस्कार। यहाँलाई पनि धन्यवाद। जस्तो राष्ट्रवादी नागरिक समाजले लगातार राजा ल्याउने कार्यक्रम गरिरहेको छ, कति हदसम्म सफल भयो जस्तो लाग्छ अथवा यो सफलताको बाटो अझै आउन बाँकी छ जस्तो लाग्छ? के लागिरहेछ यहाँलाई? आज पनि धरनामै हुनुहुन्छ तपाईँ यो शान्ति बाटिका अगाडि, होइन? के लाग्छ यहाँलाई? होइन, हामीले त यो गणतन्त्र आएदेखि नै र राजालाई चाहिँ नारायणीबाट चाहिँ विदेशी स्वदेशीहरूको स्वार्थमा नेपाललाई चाहिँ कमजोर बनाउने तत्त्वहरूले राजा निकालेपछि नै हामीले राजा श्री 5लाई पुनः यो निकाल्नु गल्ती हो। जनताको अभिमत बिना, जनताको स्वीकार्य बिना चाहिँ यसरी चाहिँ जबरजस्ती नेताहरूले निकाल्नु, जबरजस्ती विदेशीहरूको स्वार्थमा, नेताहरूको स्वार्थमा, मुठीभरका व्यक्तिहरूको स्वार्थमा राजालाई निकालेर यो चाहिँ काम गलत भयो भनेर हामीले चाहिँ यो देशको राष्ट्रवादी शक्ति भनेको यो देशको हामी बहुजाति, बहुधर्म, बहुसंस्कृति, बहुभाषी, भौगोलिक विविधता भएको र हाम्रा चाहिँ छिमेकी ठुला राष्ट्र, उत्तर दक्षिणमा ठुला राष्ट्र भएको मुलुकमा नेपालको लागि, नेपाली माटोको लागि राज संस्थाको अनिवार्यता छ। राजा अनिवार्य छ। राजा भने अभिभावक हो। राजाले नै यो देशलाई चाहिँ स्वाधीन, स्वतन्त्रता, स्वाभिमान, नेपालीहरूको स्वाभिमान र सार्वभौमसत्ता कायम राख्नुहुन्छ भनेर हामीले चाहिँ निरन्तर चाहिँ अब आज 16-17 वर्षदेखि चाहिँ हामी चाहिँ कहिले धरना, जुलुस, र्याली, आमसभादेखि लिएर सङ्गठन विस्तारदेखि लिएर देश दौडा कार्यक्रम गर्दै हामी रत्नपार्कमा पनि अहिले 3 हप्ता भयो। आज चाहिँ यो रत्नपार्कको धरना कार्यक्रम चाहिँ आज अन्तिम हो। हामी राजा ल्याउनको लागि हामीले जुन सुरुमा अब गणतन्त्र आएको बेलामा जुन बेला चाहिँ होइन एउटा चाहिँ शून्यता भएको थियो र होइन देशमा राष्ट्रवादी शक्तिको शून्यता भएको थियो, त्यो बिलले अङ्क थप्ने काम गर्दा आज चाहिँ करोडौँ जनता भनौँ न, मोटामोटी 3.25 करोड नेपाली जनतामा 2 करोड नेपाली जनताले चाहिँ आज राजा बिना यो मुलुक चाहिँ तपाईँको नेपाल चाहिँ नरहने अवस्था भइसक्यो। गणतन्त्रले नेपाल खानी भयो, नेपाल सकिने भयो। यो गणतन्त्र व्यवस्था अन्त्य गर्नुपर्छ र यो गणतन्त्रले देश बाँच्दैन, यो भ्रष्टाचारीहरूलाई पालेर नेपालको चाहिँ सुशासन हुँदैन भनेर हामी चाहिँ धरना कार्यक्रम गर्दै आएका छौँ। र अहिले देशैभरि चाहिँ तपाईँको भने नि 2 करोड नेपाली जनतालाई त राजा चाहियो। अब त्यो होइन त्यो तपाईँको केही मुठीभरका अलि बच्चा नबुझेकाहरूलाई बेग्लै कुरा हो, बालबच्चाहरूलाई। नत्र त अहिले चाहिँ तपाईँको 15 वर्षदेखि अहिले 80 वर्षको सम्म होइन 15 वर्षका हाम्रा भाइ छोरादेखि 80 वर्षका हाम्रा चाहिँ बाआमा हजुरबाहरूसम्मलाई चाहिँ राजा चाहियो भनेर चाहिँ अहिले नेपाली जनताको चाहिँ यो माहौल चाहिँ भइरहेको छ। अनि त्यो हाम्रो यो प्रगति नै हो। ओली सरकार, देउवा सरकार अथवा रासपा, राप्रपा जति पनि पार्टीहरू थिए विगतमा, सबैलाई विदेशी दलाल भनेर तपाईँहरू लगायत अन्य दलहरूले पनि भन्ने गरेका थिए, होइन? र उनीहरूले आफूले एक अर्कालाई पनि भन्थे यो विदेशी दलाल, त विदेशी दलाल, म विदेशी दलाल, यसरी भनिराखेका हुन्थे। तर अहिलेको जस्तो विदेशी आइएनजिओहरूले पछिल्लो समय देखाएका प्रतिवेदन अनुसार हेर्ने हो भने त कता त्यो तिनै पार्टीहरूलाई पनि त उनीहरूले गलत ठहराएका छन्। एमनेस्टी इन्टरनेसनल, मानवाधिकार सङ्गठनहरूले त ती पार्टीहरूले गलत गरेको कारणले गर्दा भनेर भनिरहेका छन्। त्यसो हुँदाखेरि त अब उनीहरू विदेशी दलाल भइदिएको भए त उनीहरूको राम्रो भन्थ्यो होला नि त ती एनजिओ आइएनजिओहरूले त, होइन? तपाईँको यो सबै विदेशी दलालको भएको कुरा त यो अकाट्य छ। विदेशी दलालै हुन्, सबै पार्टीहरू विदेशी दलालै हुन् र अनिखेरि तपाईँको सबै भ्रष्टाचारी नै हुन्। सबै जनता बेच्ने, जनता ठग्ने, लुट्ने, देशका चाहिँ प्राकृतिक स्रोत साधन बेच्ने, नदीनाला बेच्ने, देशका उद्योग धन्दाहरू बेचेर खाने, विदेशीहरूलाई नागरिकता दिने, मानव तस्कर गर्ने, यी सबै दलाल हुन्। अब खालि चाहिँ अब कुनको दलाल भन्ने कुरा होइन। जस्तो चाइनिज दलालले अमेरिकी दलाललाई गाली गरे हुन्छ, अमेरिकी दलालले चाहिँ भारतीय दलाललाई गाली गरे हुन्छ, भारतीय दलालले रुसी दलाललाई गाली गरे हुन्छ। आखिर यिनीहरू दलालै हुन् नि। कसको दलाल नि? यो सबै एउटै दलाल नभएर, एउटै देशको, एउटै व्यक्तिको, कुनै होइन सिआइएको रको मात्रै नभएर अबदेखि लिएर सबै विभिन्न देशका दलालहरू भएर, उनी दलालको स्वार्थ भनेको के हो भने उसको आफू माथि उठ्ने, आफू सम्पत्ति कमाउने, आफ्नो सन्तानलाई चाहिँ देशको स्रोत साधन लुटाएर चाहिँ विलासी जीवन बिताउन लाउने, नेपालको सम्पत्ति सबै विदेशमा गएर विदेशमा गएर चाहिँ तपाईँको फ्लाइट किन्ने, घर किन्ने, विदेशका स्कुलहरूमा पढ्ने, सबै चाहिँ दलाल हुन्। खालि त्यसमा चाहिँ अब एउटै देशको दलाल भइदिए भए एकअर्काले आरोप लाउने थिएन होला। जस्तो अब तपाईँको अहिले भनौँ न गगन थापाहरू, त्यो भनौँ रवि लामी छानेहरू, अहिले बसेका चाहिँ यी अहिले सरकारमा बसेका कुलमान घिसिङहरू, अब यो के अरे यी बालेन शाहहरू भनौँ, अब मेयर बालेन शाहहरू भनौँ, यो तपाईँको चाहिँ अहिलेका प्रधानमन्त्री हुन्। उनीहरूले त किनभने
उनीहरू एकअर्कालाई त दलाल भन्दैनन्, उनीहरू त एउटै छ नि दलाल। यो अब काङ्ग्रेस एमाले माओवादी अब राप्रपा रासोपा यिनीहरू जति सबै दलहरू छ नि उनीहरू एउटै देशका दलाल छैनन् के होइन। मौका पऱ्यो भने सबैको खाने, आफ्नो पदको लागि उसलाई सहयोग गर्यो भने सबैलाई हजुराई गर्ने, त्यति मात्र फरक हो। यिनीहरू त दलाल हो, लुटेरा हो, ठग हो होइन। देशलाई पनि ढाँट्ने, जनतालाई पनि ढाँट्ने, राजालाई पनि ढाँट्ने, अब त्यो होइन देशै बेचेर खाने, सबै चाहिँ तपाईँ जनतै लुट्ने, जनतै ठग्ने, युवाहरूलाई भगाउने, अनि तपाईँको चाहिँ मानव तस्कर गर्ने, अनि तपाईँको चाहिँ जनता ठग्ने, अब देशै बेच्नेहरू हो। जसो अब देशै बेचिरहेछन् त लिपिदुध, लिपियाधुरा, कालापानी, महाकाली सन्धि गर्ने तिनीहरू देश बेचुवा हुन्। एमसिसी गर्नेहरू पनि देश बेच्ने नै हुन्। अब सहकारीको चाहिँ अहिले 75 लाख जनताको चाहिँ 6 खर्ब रुपियाँ ठगी भएको छ। त्यो जनता ठगेको हो कि होइन। आज हाम्रो चाहिँ 70-80 लाख युवाहरूलाई चाहिँ यो देशमा भगाइरहेछन्, युवा भगाउने हो कि होइन हो। अनि देश पनि बेच्ने, जनता पनि ठग्ने होइन, युवा भेट्ने भनेपछि यिनीहरू त कुनै पनि कतिला छैन नि। अब खालि पुरानाले बेच्न भ्याए, अब पुरानाले अलिअलि बेच्दै गए, कसैले नदी बेचे, कसैले चाहिँ विभिन्न सन्धि सम्झौताहरू गरेर बेचेका छन्। अब नयाँ आउनेहरूले अब यो तपाईँको पनि अब पारा देखियो नि। अब उनीहरूले कुनै दिनमा यो देशै बेचेर नेपाललाई चाहिँ अब सिक्किम बनाइदिने बेर लाउँदैन। 7 साल 15 साल 35 साल 45 साल 62 63 82 साल जुनसुकै साल आउँदाखेरि पनि होइन, जुन सत्तामा रहेको पार्टी दल अथवा संस्था छ नि त्यो सत्ता च्युत हुँदाखेरि उसले देख्ने भनेको विदेशी हस्तक्षेप नै हो क्या। चाहे त्यो राज संस्था होस्, चाहे त्यो राजनीतिक दल होस्, किन यो हुन्छ त? होइन, हामीले तपाईँको जसरी विदेशी हस्तक्षेप कसरी भइ नै रहेछ, जसरी जब 7 सालमा पनि भएकै हो होइन, 7 सालमा पनि भएको हो, अब तपाईँको 46 सालमा पनि भएको हो, 62-63 सालमा पनि भएको, माओवादी जनयुद्ध पनि विदेशीहरूले नै सञ्चालन गरेको होइन। त्यो नेताहरूको मुठीभर पार्टी नेताहरूको स्वार्थमा र विदेशीहरूको स्वार्थमा भएको। अब अहिले तपाईँको चाहिँ सबै आन्दोलन त विदेशीहरूको स्वार्थमा र केही मुठीभरका व्यक्तिहरूको स्वार्थमा हो। तर वास्तविक चाहिँ परिवर्तन चाहिँ कहिले भने 2017 सालमा जुन राजा महेन्द्रले चाहिँ जुन सत्ता लिएको छ नि, यी विदेशी दलालहरूलाई जेलमा हालेर होइन यिनीहरूलाई त्यो मात्रै चाहिँ अर्गानिक आन्दोलन थियो, सत्ता परिवर्तन थियो। मैले थोरै तपाईँले यो भन्दै गर्दाखेरि हिजो राजा ज्ञानेन्द्र शाहलाई हटाउँदाखेरि पनि विदेशी हस्तक्षेप थियो भनेर तपाईँले भन्नुभयो, र अहिलेका राजनीतिक दललाई हटाउँदा पनि विदेशी हस्तक्षेप छ भनेर तपाईँले भनिराख्नु भएको छ भने तपाईँहरू चाहिँ किन मिल्न सक्नुहुन्न त? विदेशी हस्तक्षेप नहोस्, यो देशमा हाम्रो देश स्वतन्त्र होस्, राम्रो होस् भनेर यी विदेशी हस्तक्षेप नभएका अथवा जसले विदेशी हस्तक्षेप गरे, जुन दललाई चाहिँ विदेशी हस्तक्षेप गरे, तिनीहरू मिलेर चाहिँ देश बनाउनुतिर लागे हुन्थ्यो नि त। तपाईँहरू त एमालेलाई पनि गाली गर्नुहुन्छ, काङ्ग्रेसलाई गाली गर्नुहुन्छ, एमाले काङ्ग्रेसले राजालाई गाली गरे हुन्छ होइन। किन गर्नुहुन्छ त? मिलेर अगाडि बढ्नुहोस् न, विदेशी हस्तक्षेप हुन नदिनुहोस्। होइन, जस्तो अब तपाईँले हामीले गाली गरे भन्दा पनि तिमीहरूले नराम्रो काम गर्यौ, यस्तो नराम्रो काम गर्न पाइँदैन, देशलाई लुट्न पाइँदैन, जनता बेच्न पाइँदैन, विदेशीहरूको यो क्रीडा स्थल बनाउनु पाइँदैन, नेपाललाई विकास गर, समृद्धि बनाऊ, नेपाल जनतालाई रोजगार देऊ, शिक्षा स्वास्थ्य चाहिँ सर्वसुलभ गर, जनतालाई चाहिँ रोजगारी देऊ होइन, शान्ति सुरक्षा कायम गर, सुशासन देऊ, भ्रष्टाचार चाहिँ नगर भनेर हामीले उनीहरूलाई दबाब दिएको, हामीले कुनै गाली गरेको होइन। अनि आज जति सुकै भने नि अब राजालाई उनीहरूले के दोष लाउँछन् भने राजालाई त अब निरङ्कुश र सामन्ती भनेर त उनीहरूले दोष लाउँछन्। राजालाई उनीहरूले विदेशी दलाल भनेर कुनैले आजसम्म कुनै काङ्ग्रेस एमाले लगायत विभिन्न अहिलेका नयाँ पुराना दलले राजा विदेशी दलाल भनेर उनीहरूले भन्न सक्छन्? राजाले त्यो औँलो ठडाउन सक्छन्? हो, त्यस्तो औँलो ठडायो भने नेपाली जनताले तिनीहरूको औँलो होइन गर्दन पनि काटिन्छ नेपाली जनताले। भनेपछि कति फरक छ त? राजालाई त विदेशी दलाल भन्न सक्दैनन् होइन। अब निरङ्कुश पनि आखिर होइन रहेछ नि, निरङ्कुश त आखिर यिनीहरूले गरे रहेछ। आज हेर्नु न, हामी यहाँ धर्ना कार्यक्रम गर्न बस्दा पनि पुलिसले तङ गर्छ, गृह मन्त्रालय चाहिँ स्वीकृति छ अनि सिडिओको पत्र छ भन्छ होइन भन्छ। हिजो राजाको बेलामा यता चाहिँ काङ्ग्रेस एमाले यत्र आन्दोलन जुलुस गर्दाखेरि अथवा राजालाई चाहिँ तथानामी चाहिँ गाली गर्दाखेरि राजाले चाहिँ तिनीहरूलाई सडकमा चाहिँ कार्यक्रम नगर भनेर उनीहरूलाई चाहिँ छेकछुन गर्ने दबाब गरे त होइन। तिमीहरूले चाहिँ गृह मन्त्रालय र सिडी प्रशासनबाट स्वीकृतिले भनेछ हो। निरङ्कुश भने त अब यो देशको निरङ्कुश भने त शेरबहादुर देउबा, केपी ओली, प्रचण्ड, अहिलेका सुशीला कार्कीहरू निरङ्कुश होइन। जनताका कुरा सुन्न नसक्ने होइन, उनीहरूले गरेका अत्याचारको विरुद्धमा बोल्यो भने चाहिँ सहन नसक्ने यिनीहरू हो निरङ्कुश त। राजा त निरङ्कुश होइन नि त, राजा निरङ्कुश यिनीहरूले लगायो, राजा सामन्ती पनि होइन। आज राजा पृथ्वीनारायण शाहदेखि आज चाहिँ तपाईँको 300 वर्षसम्म राजाले होइन, यिनीहरूले बोल्न दिइरहेको छैन तपाईँहरूलाई। यिनीहरूले भनौँ न, यिनीहरू हो निरङ्कुश।
अनि राजालाई सामन्ती रे उनीहरूले लाउने भने राजालाई त दलाल भन्न विदेशी दलाल भन्न त उनीहरूले सक्दैन हैन उनी सक्छन् त कुनै दलालले कुनै नेता कुनै दलका पार्टीले राजालाई त्यसो भन्न सक्छ हो निरङ्कुश भन्ने रहेनछ उनीहरूले लगाएको आरोप अनि तपाईँको सामन्ती भने सामन्ती त आज हेर्नुहोस् न हिजो राजा पृथ्वीनारायण शाहदेखिको चाहिँ आज चाहिँ यो देशै चाहिँ उनीहरूले बनाएको हो नि उनीहरूले त खास हो भने त पहिला अहिले पो जनसङ्ख्या बढ्यो मान्छे बढ्यो नेपाली जनताको साझा भयो हिजोको दिनमा त राजाले एकीकरण गर्ने बेला त थोरै जनसङ्ख्या थियो देशै खाली थियो नि त त्यहाँ अब तपाईँले आज हामी पनि त काठमाडौँमा हिजो हाम्रो बाबुबाजेहरूले जग्गा किनेर यहीँ रत्नपारामा घर बनायो भने पनि कसैले रोक्ने थिएन नि त एकछिनमा भन्छु पृथ्वीनारायण शाहले एकीकरण होइन कब्जा गरेका थिए त्यो पछि गएर एकीकरणको नाम आयो होइन विदेशीहरूले त आरोप जे पनि लगाउनुपर्छ गरेपछि अनि राजा त सामन्ती आज हिजो चप्पल पड्काउन एउटा चप्पल चाहिँ लाउन नसक्ने हैसियत भएका नेताहरूको आज सम्पत्ति हेर्नुहोस् त आज केपी ओलीको हैसियत हेर्नुहोस् शेरबहादुरको हेर्नुहोस् हैसियत आज प्रचण्डको हेर्नुहोस् यिनीहरूको हैसियत आज विभिन्न पार्टीका होइन सबै पार्टीका नेताको हैसियत हेर्नु त आज शेरबहादुरको हिजो डलेधुरामा के सम्पत्ति थियो आज चाहिँ तपाईँको ठाउँ ठाउँमा चाहिँ जग्गा होटलहरूमा लगानी आज नेपालमा तस्कर माफियाहरू स्कुलहरूमा लगानी तपाईँको नर्सिङ होमहरूमा लगानी विदेशमा पैसा राख्ने केपी ओली शेरबहादुर देउवा प्रचण्डका चाहिँ अब अर्बौँ रुपियाँ बजारमा छन् होइन के अरे विदेशमा छन् अब अस्ति तपाईँले देख्नुभयो जेनजी आन्दोलनमा चाहिँ शेरबहादुरको घरमा चाहिँ अर्बौँ रुपियाँ जले प्रचण्डको घरमा अर्बौँ रुपियाँ जले अनि दीपक खड्काहरू लगायतका घरमा अर्बौँ रुपियाँ जले अनि भनेपछि सामन्तीको घरमा पैसा हुन्छ राजाको घरमा अहिले गयो भने अर्बौँ रुपियाँ राजाको घर त भन्न त जे पनि भने हुन्छ अब अहिले हामीले यो अहिले मिडियामा बोलेको कुरो पनि हामी यहाँ सत्य कार्यक्रम गर्दा पनि कसैले एआई भनेर भन्यो भने त के हुन्छ होइन त्यो यहाँ भन्ने उनीहरूले आरोप नि चोर मान्छेले कुरा गरे चोर कुरा त हो नि उनीहरूले चोर कुरा गरेको नि उनीहरूले चोर कुरा गरेको भनेपछि अनि यो देशको राष्ट्रवादी शक्ति भनेको होइन र राजाले चाहिँ तपाईँको 19 जना जनता चाहिँ त्यो कमल थापा गृहमन्त्री हुँदा राजाको शासनमा मर्दाखेरि उहाँले सरक्क नै सोग्यो जनताको माथि हामी रगतको होली खेलेर जनता मारेर होइन यो बदमास भए पनि नेताहरू भने पनि आफ्नै सन्तान छोडेर उहाँ राजाले कसैले कारबाही गर्नु भएन नत्र उहाँले कारबाही गरिनेलाई सबै जेल हालेको जानेन राजा भने जहिले पनि जनताको अभिमत होइन जनताको सहमति चाहिने शान्तिप्रिय र आफ्नो देशमा चाहिँ सुशासन होस् भनेर चाहने भएर अनि उनीहरूले चाहिँ अब तपाईँको चाहिँ मन परी गरेर राजा निकालेर होइन त्यही भएर राजालाई चाहिँ कुनै नेताहरूले पनि औँलो ठहराउने ठाउँ छैन के अब राजा र जस्तो यी अहिले सत्ताच्युत भएका दलहरू वार्तामा बसेर राज्य जोगाउने त्यस्तो अभियान सुरु गर्न राजाको तर्फबाट पहल केही हुनेवाला अथवा दलहरूको तर्फबाट पहल गर्नेवाला केही त्यस्तो वातावरण बन्दैछ अथवा बन्दैन यो होइन उनीहरू अब दलहरू त अब तपाईँको एउटा नेपाली जनतालाई स्वच्छ अनि इमान्दारी पारदर्शी भएको चाहिँ नेताको खाँचो त हो तर दलमा त अब केपी ओलीजीहरू भनौँ अरू केपी ओलीका आसेपासे भनौँ न पहिलो होइन केपी ओलीहरूदेखि उसका चाहिँ तलका नेताहरू सबै त चोर डाका छन् काङ्ग्रेसमा त्यस्तै छन् जति छन् अब उनीहरूले चाहिँ अब आफ्नो सम्पत्ति चाहिँ हामी राष्ट्रियकरण गर्छौँ हामीले चाहिँ हिजो चाहिँ जनता र राजालाई हामीले चाहिँ धोका दिन्छौँ गल्ती गऱ्यौँ र हामीले गरेको बरु सजाय हामी भोग्न सक्छौँ अब देश सम्हालिस बक्सियोस् भनेर चाहिँ राजालाई चाहिँ उनीहरूले भन्यो भने हामी नेपाली जनताले स्वागत गर्छौँ जस्तो राजा पनि अब एकजना कर्णाली प्रदेशको नाम मैले बिर्सेँ उहाँले त जस्तो हामीले जुन हाम्रो विधान संशोधन गरेर राजा हटायौँ हाम्रो विधानबाट त्यो गल्ती गऱ्यौँ त्यो राजा राज संस्था सहितको काङ्ग्रेसको विधान हुनुपर्छ भनेर त बोलिसक्नु भएको छ त होइन त्यसको लागि त अब भनौँ न काङ्ग्रेसमा पनि त अब इमान्दारी व्यक्ति छन् एमालेमा भित्र पनि छन् सबै चोर डाका सबै हत्यारा सबै जनता लुट्ने सबै चाहिँ ब्याङ्क लुट्ने सबै सरकारी लुट्ने अथवा आफ्नो नेपालको चाहिँ भ्रष्टाचार गरेर चाहिँ विदेशमा पैसा राख्ने जनहत्यारा त छैनन् त्यहाँभित्र पनि राम्रो मान्छे सबै राम्रो हामीले त भनेको नि हामी राष्ट्रवादी महाराज धिराजले पनि अस्ति नै भनिबक्सेको थियो दलहरू सबै मिलेर जनता मिलेर जनता मिलेर हाम्रा चाहिँ विदेशी चाहिँ छिमेकी शक्तिहरूलाई पनि पनि सहयोग गरेर तराई पार हिमालका जहाँसुकैका जनताहरू चाहिँ होइन एकजुट भएर र जनताको सहमतिमा दलहरूको सहमतिमा भयो भने हामी चाहिँ फेरि जिम्मेवारी लिन तयार छौँ भनेर महाराज धिराजबाट भनिबक्सेको छ नत्र त अब तपाईँको अस्ति जेनजी आन्दोलनको बेलामा पनि त केही पक्षले त राजा चाहियो भन्ने कुराहरू थियो केही छिमेकी मुलुकहरूले पनि तपाईँ गद्दीमा बस्नुहोस् भनेको थियो नि अब तर देश जलिरहेछ हाम्रा चाहिँ कलिला भाइ बहिनीहरूको चाहिँ रगतको खोलो चाहिँ सडकमा बगिरहेछ राष्ट्रिय सम्पत्तिहरू चाहिँ जलिरहेछ अब त्यो बेलामा सत्ता लिनु भनेको हिजो चाहिँ आफ्नो दाइलाई चाहिँ आफूले कुनै पनि
बेकसुर कसुर नगर्दा त अब दाइ मार भाइ मार भनेर लाग्छ नि। हिजो दाइ मारेर सत्तामा बस्यो आयो भनेर आज चाहिँ जनताको लागि चाहिँ मारेर जनतालाई घाइते पारेर सिंहदरबार जलाएर अदालत जलाएर प्रहरी चौकी बसाएर विभिन्न जनताका चाहिँ व्यापारी कम्प्लेक्सहरू जलाउने काम यसैले गर्यो भनेर आरोप लाउँछन्। त्यो झुटको खेतीमा हामी राज गर्न चाहेन भनेर श्रीपाद अस्ति नबोली बसेको। श्रीपाद शान्तिपूर्वक आन्दोलनबाट जनताको आन्दोलन दलको पनि सहमति नेपाली जनताको सहमतिमा चाहिँ सरकार चाहिँ राज भइबक्सिन्छ। त्यही हो। तपाईँहरू काङ्ग्रेस एमालेहरूलाई चाहिँ यति धेरै गाली गर्नुहुन्छ होइन, अनि उहाँ काङ्ग्रेस एमाले जस्तो केपी ओलीले बोलेका छन् नि, यो देश जलाउने भनेकै माओवादी राप्रपा र रासोपा राजवादीहरूले जलाएको हो यो देश भनेर भनेका छन् नि त। अनि होइन, यो हामीले विभिन्न मिडियामा आएको यो अतिको आन्दोलनमा त्यो जेएनजी भने त अब कलेजका विद्यार्थीहरू हो, उनीहरू त शान्तिपूर्वक चाहिँ आन्दोलन गरेको थियो। त्यसमा अघिल्लो दिन 23 गते विद्यार्थीहरूले चाहिँ 11-12 क्लासमा पढ्ने हाम्रा भाइ बहिनीहरूले नै गरेका थिए। शान्तिपूर्वक नै जनतालाई त यो फेसबुक चाहिँ सामाजिक सञ्जाल खोल्नुहोस्, सुशासन दिनुहोस्, भ्रष्टाचारको अन्त्य गर्नुहोस् भनेर उनीहरूले माग गरेर आन्दोलन गरेको थियो। अब भोलिपल्ट 24 गते चाहिँ अब चाहिँ होइन, अब रासोपाका भनौँ रविका मान्छे पनि अब भनौँ केही राप्रका मान्छे एमालेका काङ्ग्रेसका अब तपाईँको जति माओवादीका होइन बारीका बालेनका यी सबै मान्छेहरू, बालेनले त 1 वर्ष अगाडि सिंहदरबार जलाउँछु नै भनेको थियो होइन, यी सबै मिलेर अब जेएनजीकोलाई पर्दामा देखाएर अनि तपाईँको चाहिँ सबै चाहिँ घुसपेट गरेर र चोर डाका अपराधी पुलिसले चाहिँ अब दण्ड सजाय दिएकाहरूदेखि लिएर विभिन्न चाहिँ होइन पीडितदेखि लिएर अनि राज्य स्वार्थ र यो आन्दोलनलाई विफल पार्नेदेखि लिएर देशमा विध्वंस मचाउने सबै षड्यन्त्रहरू सबै पार्टीबाट सबै चाहिँ भनौँ न पब्लिकभित्रका पनि अपराधीहरू सबै घुसपेट गरेर चाहिँ त्यो चाहिँ अपराध गरेको थियो। अब के होइन, अब भन्छ नि ऊ चाहिँ विद्या भण्डारीको घर हान्ने एमालेकै युथ फोर्सको भन्छ होइन, कसैले चाहिँ माओवादीका मान्छेहरू पक्रिरहेछ, एमालेका पक्रिरहेछ, काङ्ग्रेसका मान्छे पक्रिरहेछ, रविका मान्छे पक्रिरहेछ, बालेनका मान्छेहरू पनि अहिले चाहिँ यो 574 तिनीहरू पनि परिरहेछन् त। भनेपछि सबै रहेछ नि त। र हिजो जेलबाट भागेकाहरू अपराधीहरूले पनि त्यही मौकामा चाहिँ अब चाहिँ विध्वंस गरिरहेछ भनेपछि यसमा सबैको चाहिँ तपाईँको घुसपेट छ, यो यसमा घुसपेट छ सबैको। जस्तो सुशीला कार्की अहिलेकै प्रधानमन्त्री र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर केपीलाई पक्रिने योजना बनाएको भन्ने कुराहरू महेश बस्नेत बाहिर निकाल्नु भएको छ, यसमा सत्यता कतिको छ? होइन, यो राजनीति भने कुरो नै के रहेछ भने तपाईँको राजनीति भने मान्छेले चाहिँ अब के राज्य र जनताको नीति भन्छन्। राजनीति भने के रहेछ भने तपाईँको म एउटा तपाईँलाई भन्छु, एउटा घरमा बुबा नेता थियो अरे, म अलिकता ऊ भन्छु होइन भएको थियो, अनि एउटा आफ्नो छोरा चाहिँ 8-9 क्लासमा पढ्दै थियो अरे, अनि बाउ चाहिँ नेता थियो अरे। अनि तपाईँको उसले के भन्यो अरे भने अनि बुबा सधैँ बिहान निक्लेपछि बेलुका आउनुहुन्छ, अनि बुबा तपाईँ कहाँ जानुभयो भनेर सोधेछ अरे होइन त्यो बच्चाले। अनि कहाँ जानुभयो भनेर सोद्धाखेरि म त राजनीति पार्टी अफिसमा राजनीतिमा गर्न गएको। अनि राजनीति भने के हो भनेर सोधेछ अरे के उसको बच्चाले बुवाले। अनि बुवाले तिमी माथि झ्यालमा जाऊ होइन, अनि म तल तिमीलाई हात थाप्छु भनेर भनेछ अरे। अनि छोरो बाउले हात थाप्छ भनेर विश्वास भएर चाहिँ माथिबाट झ्यालबाट फलाहाल्यो। अनि बाउले त्यो समाएन के, अनि बज्रियो नि तल भैँमा बज्रियो, ऊ घाइते भयो। हो राजनीति भने यो आफ्नो चाहिँ आफन्त भन्ने कुरा, बाउ आमा छोरा छोरी भन्ने कुरा, अनिखेरि यो साथीभाइ इष्टमित्र हुँदैन। यो सत्ताको लागि बाउले छोरालाई नि मार्छ, छोराले बाउलाई पनि मार्छ, अनि आमा के अरे बुहारीले सासूलाई नि मार्छ, सासूले पनि गर्छ। अब इन्डियामा पनि तपाईँको त्यो इन्दिरा गान्धीहरूको घटना होइन के छ विश्वमा छ नि, अब आफ्नै देशको राष्ट्रपति मार्ने अमेरिकामा छ होइन। अब यो यस्तो घटनाहरू हुन्छ। यो कसैले हुन त खास भन्ने हो भने त केपी ओलीले नै तपाईँको विद्या भण्डारीलाई 2 चोटि राष्ट्रपति बनाए। विद्या भण्डारी कुनै राष्ट्रपति हुने औकातै होइन, त्यो ओलीले नै बनाएको हो, तिनले गुण बिर्सिन्। ओलीले नै बनाएको उसलाई 2 चोटि राष्ट्रपति। अब ईश्वर पोखरेललाई त तपाईँको गृहमन्त्री अब के मन्त्री बनाएको हो नि त, त्यो ईश्वर पोखरेलको हैसियत होइन नि। अनि नेपाल ट्रस्टको चाहिँ अध्यक्षसम्म बनाए। अनि ओम्नी काण्ड भनेर अहिले बारम्बार आउँछ नि, ओम्नी काण्ड भनेर। त्यो ओम्नी भने एउटा चाहिँ एउटा व्यापारिक संस्थाको नाम, त्यो व्यापारिक संस्था भने ईश्वर पोखरेलको छोरा, त्यसको नाम छोराको नाम अहिले समथिङ के मैले यस्तै सबबाट आउँछ के हो नाम, ईश्वर पोखरेल ओम्नी होइन। ओम्नीको त्यो मतियारै त्यो भूकम्प के अरे कोरोना भए बेला जुन होइन सुन्नु न, कोरोना भए बेला जुन औषध चाइनाबाट विभिन्न औषधिहरू ल्याउनु पर्ने ओम्नीबाट चाहिँ इम्पोर्ट के अरे त्यसले गर्नुपर्ने होइन, उसको नाममा उसको कम्पनीमा दिए हो नि त केपीले। हो त्यो खानी राजाको पालामा तपाईँको चाहिँ मन्त्री बनाएको थियो
होइन आधा प्रतिगमन सच्यो भनेर ओलीले चाहिँ के अरे एमाले भनेर अनिखेरि राजाको पालामा त्यो ईश्वर पोखरेल चाहिँ मन्त्री हुँदाखेरि तपाईँ 7 करोड चाहिँ उसको पानी ट्याङ्कीमा भेटेको कुराहरू सबै छ। आखिरी तपाईँको के भने नि यो भनौँ न ओह्रालो लागेको मृगलाई बाख्राले खेते जस्तो भन्छ। तपाईँको भनाइ चाहिँ केपी ओली भन्दा फटा चाहिँ ईश्वर पोखरेल हो त्यसो होइन, ईश्वर पोखरेल नि फटाई हो, तपाईँको विद्या भण्डारी नि फटाई हो, त्यो अब अहिले योगेश भट्टराई पनि फटा हो, आज तपाईँको चाहिँ प्रचण्ड नि फटा हो, शेरबहादुर नि फटा हो, आर्जु नि फटा हो। आज केपी ओलीलाई प्रधानमन्त्री 3 चोटि बनाउनुको त्यो प्रचण्ड होइन। यदि केपी ओली चाहिँ चोर छ भने त्यसले 3 चोटि प्रधानमन्त्री किन बनायो? यदि केपी ओली फटा छ भने शेरबहादुरको श्रीमान श्रीमती गएर तपाईँको बालकोट भएर असार 15 गते चाहिँ तपाईँको चाहिँ त्यहाँ दहीचुरा खाने न्युमा गएर प्रधानमन्त्री बन्नुहोस् हजुर भनेर चाहिँ के गा होइन त त्यो एमालेको भनेपछि त अनि मैले भन्नु खोजेँ केपी त अब केपी यो देशको अब भनौँ न एउटा चाहिँ राजनीतिक भन्दा पनि ऊ एउटा गुन्डा शैलीको मान्छे हो, ऊ लुटेरा पनि हो, तर ऊ अब निरङ्कुश पनि भनौँ न निरङ्कुश भनौँ यो पनि हो नि त। उसले विभिन्न चाहिँ तपाईँको अरूलाई छेउथुन गर्ने अगाडि आउन नदिने एउटा निरङ्कुश शैली पनि हो, तर त्यसको मतियार चाहिँ आर्जु पनि हो, त्यसको मतियार चाहिँ तपाईँको चाहिँ शेरबहादुर देउवा हो, प्रचण्ड पनि हो, अनि अर्को नभएर रवि लामेछाने पनि हो। रवि लामेछाने हिजो तपाईँको चाहिँ यो नट एगेन पुरानो नेता दोहोरिनु हुँदैन भन्थ्यो, अनि पुरानो नेतालाई चाहिँ टुडी खेलमा झुन्ड्याउनुपर्छ, 3 राउन्ड घुमेर किक हानेर त्यसको नाकको डाँडी भाँच्छु भनेर भनेको थियो होइन। आखिरी ऊ पनि त केपीकैमा सरल बालकोटमा गएर यति साँच्चै केपीले यो देश बिगारेको हो भने भनौँ न यिनीहरूले बिगारेको केपी नै नराम्रो मान्छे हो भने अनि त्यो बालकोटमा गएर अनि केपीकै सल्लाहमा गृहमन्त्री उप प्रधानमन्त्री किन बनेको भनेपछि त यिनीहरू त मतियार हो नि त, यिनीहरू मतियार हो नि त भनेपछि त अब अहिले त रवि जेलमै छन्, उनलाई त कारबाही भइरहेछ। अब हामीले भनाइ चाहिँ अब यो ओलीलाई मात्रै टार्गेट होइन, ओली त बदमास मान्छे त हो, बेमानी हो, उसले चाहिँ कति भ्रष्टाचार अब तपाईँको चाहिँ गृहबन्धु टी स्टेटदेखि लिएर त्यो ओम्नी यो ट्रस्टको जग्गा चाहिँ आफ्नो व्यापारीहरूलाई यति समूहलाई चाहिँ भाडामा लगाएर खाने, बतास समूहलाई चाहिँ तपाईँको नारायटीसम्म भाडामा दिने होइन, व्हाइट बोडी अब के यो एनसेलका पैसाहरूदेखि लिएर सबै चाहिँ बेचेर चाहिँ यसले खाएको छ। यो त भ्रष्टाचारको त नाइकी हो, भ्रष्टाचारीको नाइकी हो, तर त्यसलाई अरूलाई चाहिँ छुट होइन। प्रचण्डलाई चाहिँ 17,000 मान्छे मार्ने र त्यो तपाईँको चाहिँ आफ्नो चाहिँ क्यान्टोनमेन्टका चाहिँ आफ्नो जनमुक्ति सेनाको चाहिँ 5 अर्ब रुपियाँ खाने, एनसेलको चाहिँ पैसा घटाएर तपाईँको प्रधानमन्त्री भयो बेला उसको कर मिना गरेर चाहिँ कति अर्ब घिचेको छ, पुरी गण्डकीको कति पैसा घिचेको छ होइन, यी सारा खाने। अनि प्रचण्ड चाहिँ नाचेर हिँड्न पाउने, शेरबहादुर नाचेर हिँड्न पाउने, आजु नाचेर हिँड्न पाउने, अब ईश्वर पोखरेल अब त्यो नाचेर हिँड्न पाउने, ओलीलाई मात्र पक्रिन सबैलाई पक्रिनुपर्छ। हाम्रो विचार चाहिँ यो सबै काङ्ग्रेस एमालेका भित्रका धेरै भ्रष्टाचारीहरू तपाईँको छन्, धेरै भ्रष्टाचारीहरूलाई चाहिँ तपाईँ आर्जुलाई पनि पक्रिनुपर्छ, शेरलाई पनि पक्रिनुपर्छ, प्रचण्डलाई पनि पक्रिनु। प्रचण्डलाई त अहिले मैले सुनेको अहिलेसम्म त त्यसले त यो जेल भने कस्तो हो तर उसलाई अनुभवै छैन, त्यसलाई जेल हाल्नु भनेपछि सबैलाई सबै चोखा छैन, सबै गद्दार छन्, सबै चोर छन्, सबै राष्ट्रघाती छन्, सबै जनता चाहिँ मार्ने लुटेराहरू छन्, ठगहरू छन्, चोरहरू छन् भनेपछि हामीले भने ओलीलाई मात्रै टार्गेट गर्नु न, ओलीलाई मत्यार बनाउने यिनीहरूलाई पनि। ओलीलाई चाहिँ शेरबहादुर र आर्जुर गर तिमी प्रधानमन्त्री नबन भने भए ऊ बन्थ्यो त, अहिले यो विध्वंसै हुने थिएन नि हो भनेपछि मत्यार हो नि त। यिनीहरूलाई पनि कारबाही गर्नुपर्छ, यिनीहरूलाई पनि जेल हाल्नुपर्छ, सबै जेल हाल्नुपर्छ, यिनीहरूलाई कारबाही हुनुपर्छ। जस्तो एमाले महाधिवेशन एकदम नजिकै छ होइन, केपी ओली आउनुपर्छ कि ईश्वर पोखरेल भनिदिनुहोस् होइन। हामी त कुनै पार्टीवादी होइन, हामीलाई त श्री 5 महाराज धीराज ज्ञानेन्द्र सरकार आउनुपर्छ को ठिक छ होइन। उही पार्टीहरूलाई त खास हो भने अहिलेको त निर्दलीय सरकार हो नि, अहिले दलको सरकार होइन, निर्दलीय सरकारले हो भने यिनीहरूलाई महाधिवेशन गर्न किन दिने? यिनीहरू त सबै अपराधी हुन् नि, सबलाई चाहिँ यो दलहरूलाई नै सबै प्रतिबन्ध लाउनुपर्छ, भ्रष्टाचारीहरूलाई गर्नुपर्छ, सबै प्रतिबन्ध लाएर सुशीला कार्कीले निर्वाचन गर्ने होइन, सुशीला कार्कीले तपाईँको कमसेकम 2,000-3,000 जना चाहिँ भ्रष्टाचारीहरूलाई चाहिँ समातेर कारबाही गर्नुपर्छ। अहिले न्यायालयमा भ्रष्टाचार छ, अहिले सुरक्षा निकायमा भ्रष्टाचार छ, आज निजामती कर्मचारीमा भ्रष्टाचार छ, आज राजनीतिक दल र दलका नेताहरूभित्र भ्रष्टाचारी छ। उसलाई चुनाव गर्न त के हतार? जेएनजीको माग पनि तपाईँको चुनाव गर्ने होइन, तपाईँको 84 चुनाव 82 मा गर्ने कि ओलीको सट्टामा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनलाई त्यो हाम्रा कलिला भाइ बहिनीहरूले रगत बगाएको होइन नि त हो। उनीहरूले देशमा चाहिँ भ्रष्टाचार भयो, विदेशी हस्तक्षेप भयो, देशमा लुट धन्दा भयो, जनताले शान्ति सुरक्षा पाएनन्, जनताले सुशासन पाएनन्, भ्रष्टाचारको अन्त्य, सुशासनको अन्त्य, स्वास्थ्य शिक्षामा चाहिँ माफियाकरण भयो,
व्यापारीकरण भयो, हाम्रा युवाहरूले चाहिँ रोजगार भएन नेपालमा, यहाँ त्यो बसी खप्नु भएन, पीडा भयो भनेर पो त्यो चाहिँ रगत बगाएको त हो। त्यो भएर सुशीला कार्कीलाई अब चाहिँ चुनाव गरेर यही संविधान अनुसार यही पुराना नेताहरूलाई नै तपाईँको चाहिँ सहभागी बनाएर चुनाव गरेर देशमा के जनताले मुक्ति पाउँछन्, देशमा चाहिँ परिवर्तन हुन्छ त हुँदैन नि हो। हामीलाई यही संविधानलाई चाहिँ चुनाव गराउनै हुँदैन। चुनाव त गर्नुपर्छ जुन बेला चाहिँ तपाईँको चाहिँ सारा भ्रष्टाचारीहरूलाई कारबाही गरेपछि देशमा सुशासन आएपछि सबै माफियाहरूलाई चाहिँ हरेक माफियाहरूलाई चाहिँ कारबाही गरेपछि अनि 1 वर्ष 2 वर्षपछि गरे नि भइहाल्यो नि। पहिला त यहाँ सुशासनको गर्नु पर्यो, यहाँ रोजगारको व्यवस्था हुनु पर्यो, यहाँ तपाईँको शान्ति हुनु पर्यो। हाम्रो चाहिँ यहाँ लाखौँ युवाहरूलाई चाहिँ यहाँ देशमा गरी खाने वातावरण बनाउनु पर्यो। भ्रष्टाचारीहरूलाई एउटा पनि तपाईँको चाहिँ उम्कने वातावरण हुँदैन, अपराधीहरूलाई सबै कारबाही गर्नु पर्यो। कमसेकम 2-4 हजार चाहिँ भ्रष्टाचारीहरूलाई जेल हाल्यो भने त होइन। नेपाली जनताले के चुनाव सुशीला कार्कीले बनाए चुनावमा चन्द्रलोकबाट मान्छे आउने हो त? तपाईँको यो भनाइअनुसार राज संस्था निर्दलीय हुनुपर्छ भन्ने हो तपाईँको? होइन, हामीले निर्दलीय र दलीय भन्ने कुरा हुँदैन। हुँदैन, दलै आउनु हुँदैन, भ्रष्टाचारलाई कारबाही गर्नुपर्छ भनेर अहिले भन्दै हुनुहुन्छ होइन? अहिले सुशीला कार्कीले गर्नुपर्ने हो नि त अहिले, किनभने दल पनि तपाईँको राम्रो मान्छेहरूको भोलि राम्रो व्यवस्था भयो, राम्रो चाहिँ सुशासन भइसकेपछि त्यो सुशासनबाट जन्मिने व्यक्तिहरूले चाहिँ दल खोलेर चाहिँ चुनावमा भाग लिए भइहाल्यो नि त। अहिले अब पुराना दल अब अहिले पनि तपाईँ अहिले नयाँ दल खोल्नेहरू पनि कतिजना त गनाएका व्यक्तिहरू छन् नि त, कतिजना गनाएका व्यक्तिहरू छैनन् त छन् नि। अहिलेको तपाईँको अहिलेका सरकारमा भएकाले दल खोलेका छन्, उनीहरू पनि त तपाईँको चाहिँ उनीहरू पनि त विदेशी दलालहरू छन्, उनीहरू पनि त भ्रष्टाचारीहरू छन्। अनि कुन गर्दैछन् अहिले उनीहरू मन्त्रीमण्डलको आफ्नो सम्पत्तिसम्म सार्वजनिक गरेको छैनन्। अब अहिले तपाईँको चाहिँ कमसेकम त्यो अहिलेको 9-10 जना मन्त्रीमण्डलमा अब कुलमान घिसिङ पनि सार्वजनिक पदमा बसेको मान्छे, रामेश्वर खनाल पनि सार्वजनिक पदमा सचिव भएको के भएको मान्छे, अनि त्यो सुधा शर्मा पनि सचिव भएको मान्छे, अनि तपाईँको त्यसै गरी त्यो अनिल सिन्हा भनी पनि न्यायाधीश भएको मान्छे, अनि तपाईँको त्यसै गरी अब थुप्रै मान्छेहरू छन् के। अनि उनीहरूले सम्पत्ति आफ्नो चाहिँ सार्वजनिक गर्नुपर्ने कि नपर्ने? नपर्ने भनिसक्यो त, गर्नु पर्दैन भनिसक्यो त, पर्ने हो कि उनीहरू भनेपछि उनीहरूले चाहिँ अब त्यस्तो भनेपछि अहिले सुशासन भयो त। भर्खर त्यो महाधिवक्ता सविता भण्डारीले अब त्यो आफ्नो चाहिँ के अरे महाधिवक्ताले नै तपाईँको मानव तस्करमा चाहिँ त्यो किशोरीहरूको डिम्बा बेचेको चाहिँ तस्करको आरोप लगाएछ। त्यस्ता महाधिवक्तालाई कारबाही गर्नु पर्दैन? अब घर सफा ढोका अगाडि फोहोर गर्ने अनि घर सफा छ भनेर भन्न मिल्छ भनेपछि त यो सबै तपाईँको चाहिँ अहिले कुनैबाट पनि नेपाली जनतालाई सुधार हुने र यो चुनावले नेपाली जनतालाई चाहिँ सुशासन आउने न, त्यही अब कुशासन आउँछ। अब यत्रो पैसा राजा आएपछि सुशासन होइन, राजा भनेको त तपाईँको राजा हुँदा त सुशासन थियो नि। हिजो तपाईँको के अहिले जस्तो भ्रष्टाचारीहरू थियो न एमसिसी भएको थियो, न लिपुले काला पानी लिपुवा धुरा बिकेको थिएन नि त, थिएन नि हो। यी पार्टीहरू चाहिँ सबै यिनीहरू राजनीति भन्दा जनतालाई चाहिँ सामाजिक सेवा गर्ने भन्दा पनि सम्पत्ति कमाउने अनि तपाईँको चाहिँ आफ्नो सन्तानलाई चाहिँ विलासी जीवन बताउने, आफ्नो सन्तानको भरण पोषण गर्ने अनि तपाईँको चाहिँ सधैँ आफूलाई चाहिँ शक्तिशाली हुनको उद्देश्यलाई मात्रै यिनीहरूले राजनीति गरेछ। यो राजनीतिको नाममा व्यापार गरेका छन् यी तस्कर माफियाहरूबाट। यो अहिलेको यो संविधानलाई चाहिँ संशोधन नगरिकन भ्रष्टाचारीहरूलाई फाँसी दिने व्यवस्था नभएसम्म, विदेशी दलाल भ्रष्टाचारीहरूलाई फाँसी दिने व्यवस्था नभएसम्म र आम र श्री 5 मारा धिराललाई नारायटी ल्याउने चाहिँ तपाईँको संविधान सुधार गरेर संशोधन गरेर त्यहाँ राष्ट्रपतिलाई हटाएर त्यसको ठाउँमा राजालाई राख्ने, राज संस्थालाई राख्ने संविधान संशोधन नगरेसम्म यो तपाईँको यो अहिलेको चुनावबाट, यो गणतन्त्र चुनावबाट, अहिलेका यी भ्रष्टाचारीहरूलाई नै कसैले पनि कारबाही नगरिकन गर्ने चुनावबाट देशमा सुशासन हुँदैन। जस्तो चाहिँ तपाईँको भदौ 23 भन्दा अगाडिको जस्तो नेपालमा शासन चाहिँ कुशासन, अब चुनावपछि हुने त्यस्तै हो। 1-2 जना नयाँ मान्छे आउलान्, 100 जना नयाँ मान्छे आउलान् र भनौँ न अब अहिले तपाईँको 100 जना नयाँ मान्छे आउलान्। अब आखिर त 100 जना नयाँ मान्छे, 275 जनामा 175 जना पुराना नै पार्टीका मान्छे आएको भने देश लुटेर आएपछि अनि यो देशमा अनिखेरि त्यो 100 जनाले के गर्न सक्दैन। त्यो अहिले पहिल्यै तपाईँको चाहिँ भ्रष्टाचारीहरूको र यी सबै जनहत्याराहरूको कारबाही गरेर नै चुनाव गर्यो भने त्यो 1-2 वर्षपछि गरे पनि हुन्छ। राम्रो हुन्थ्यो। यहाँलाई धेरै धेरै धन्यवाद। यहाँलाई पनि धन्यवाद।